सो एभ्रिवान यो चाहिँ निबु खोलाको शिरमा 32 झर्ना यता साइडमा पर्दो रहेछ। 32 झर्ना जाँदाखेरि चाहिँ 32 झर्नाको छेउतिर बनाइएको एकदमै सुन्दर 32 रिसोर्ट रहेछ। अनि साथी सन्देशले चाहिँ भन्यो कि जाऊँ न त त्यहाँ एकैछिन घुमेर आऊँ न त रमाइलो छ भनेर। उसले भनेपछि चाहिँ तल निबु खोलामा गाडी राखिराखेर हामी उकालो आएको छौँ। कठिन चाहिँ के कठिनै छ उकालोमा हिँड्नलाई चाहिँ, तर पक्कै एकदमै सुन्दर जग्गामा पुग्दैछौँ है हामी भन्ने चाहिँ मलाई भान भइरहेछ। आमा चाहिँ आलु खानु भन्नु रहेछ। आलु खानु भएको आमा? ए ल कुन आलु रोप्नु भएको छ? बिटे जस्तो छ है? ए हजुर हजुर लु गर्दा गर्नुहोस् है। यो मेन गेट रहेछ। यहाँदेखि हामी इन्टर गर्दाखेरि हाम्रो टिकट काउन्टर पनि छ त। घुम्नलाई पनि टिकट काटिनु पर्यो। काटिन्छ क्या? कहाँ? ओके गयो पाखानबेत जडीबुटी पाखानबेत जडीबुटी चिराइतो चाहिँ सँगै हाँस्दै पाखानबेत हौ। त्यही त भने चिराइतो पनि साथमा रहेछ। आमामा हो पुल हाउस पनि छ ल। खरायो ऱ्याबिट विश्वभरमा। हेलो मुसा मुसा रहेछ त। विभिन्न कुराहरू देखिँदो रहेछ नि त यहाँ त है। यहाँ कुखुरा रहेछ होइन? यो चाहिँ स्ट्रेचका दुई पोथीहरू र एकजना ह्यान्डसम भाले पनि हुनुहुँदो रहेछ। के हो भनेर उहाँले चाहिँ मलाई सोध्दै हुनुहुन्छ। केही पनि होइन हजुर। ल सही छ मेरो गाई चाहिँ टाउको नाम्लो डालो भन्दै अगाडि देखाएर दामी छ बवाल छ। आहा यो के हो? ढुकुर त रहेछ त। ढुकुरको बच्चा लाइक एकदमै सानो प्रकारको हिरा ढुकुर। आम्बो यत्रो सानो ढुकुर पनि हुँदो रहेछ है? यो त लाइक भगेर त मात्रै हुँदो रहेछ क्या? लु फर्स्ट टाइम यो चाहिँ देखेर मलाई खुसी लाग्यो। राम्रो चिजहरू सन्देश सरले देखाउने। सुगा रहेछ प्यारोट। केटिल ककटेल नट ककटेल इट्स ककटेल। यसलाई फिस रहेछ। पानी त्यहाँबाट उब्जेको कति राम्रो ठाउँ रहेछ। यो त बट्टाई हेरौँ दुईजना बस्यो। सिल्की वाट इज सिल्की? यो त कुखुरा हो नि होइन? सिल्की हाई सिल्की सिल्की पछाडि मङ्की। हेलो भाइ एक्सक्युज मी हाई let me toss you। कति राम्रो हात कति राम्रो नङ फुच्चेको फुच्चे ओइ चकचके। आछि छिछि नगर न बाबु त्यसो। हेलो डाँफे त होइन वन कुखुरा? के हो वन कुखुरा होला? यहाँ के छ? यो साथीको मन पर्यो मलाई त। बाबा ह्यान्डसेक नगर न। त्यस्तो सक्छ गर्न सिकाउनु हुँदैन क्या बिचरालाई। यहाँ त बाबा सानो भाइ पो त।
हेलो हाय हेलो 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 ओके 32 रिसोर्टको निकै माथि भेगमा आइसक्यो हामी गजब छ टक्क एउटा मिरर सर्ट पनि देखिने हो मिस्टर फुलुङको कपाल चाहिँ हल्का हावाले उडाएर बिगारेको छ कि मान्छे त झन्डै झन्डै ह्यान्डसम जस्तै देखिएको छु नि आज म खुसी हुमा सुन्दा रमाइलो छ नि त अहिलेको पल यसलाई चाहिँ हिमालको टाइपको देखाउनु खोजेको यो चाहिँ पुरानो हाम्रो परम्परागत रूपमा बनाइने किराँती घरको स्वरूप देखिँदो रहेछ यसमा चाहिँ ओहो सुन्दर छ नि हौ यस्तै हुन्छ ल यो भित्तामा यस्तो प्रकारले नै गरिन्छ नि त है पनि राम्रो छ ए हो र आम्बो यस्तो पो हो जोडी होइन जो पनि आएर बस्न सक्छ कस्तो जोडी भन्ने ए लडिस सही छ यो चाहिँ काठेपिङ होइन त यो काठेपिङ होइन ओके एभ्रिवान 32 रिसोर्ट माथिको पार्कहरू घुमेर फर्केर यहाँ टक्क यहाँ मेन ग्राउन्ड लेभलमा जाँदाखेरि चाहिँ हाम्रो दादाहरू फेरि हो बाटोमा दादाहरू फेरि चक्र सरहरू यो त ए भगवान् भन्ने हेरौँ न हो हे भगवान् भन्ने छ नि ल हाम्रो जिग्रीहरू पुरा बाटोमा भेटिरहेको मतलब यहाँ तल चाहिँ ग्राउन्डमा उहाँहरू चाहिँ यहाँबाट फर्किने भनेर उता झर्ना हेरि आउनु भएको अरे अन्त त्यहाँबाट यसो वापस आउँदाखेरि चाहिँ हाम्रो भेट भयो हाम्रो यात्रा सुरु पनि हुनसक्छ एकतिर फेरि जिग्रीहरू भेट भयो होइन मजा आएर छ होइन हामीलाई स्वाद आएको छ भन्ने कुरा है स्वाद आयो एकदम एकदम ल ओके सक्र सर कता ए ल हवाई फायरिङमा त होइन नि होइन ए ल दाजु लु हाम्रो सरसल्लाह त्यही भयो ल साथीहरू ल ल म झरेँ है ओके ओके ल एकदमै मिठो गफ बसोबास भयो लगभग 1 घन्टाको हाम्रो दाजु हुनुहुन्छ एकजना हाम्रो अनि त्यसपछि बाँकी साथीहरूसँग बसेर अब यहाँबाट हामी फेरि पौवातिर लाग्नुपर्ने गाह्रो पो भयो त हौ मतलब अब निकै बेर अलमल भयो नि त एनिवे यात्रा जारी रहन्छ हाम्रो हामी वहाँ पुगेर फेरि फर्केर इलाम त अवश्य पुग्ने नै छौँ यस्तै रहेको छ अहिलेको वर्तमान अवस्थाहरू